नमस्ते सबैजनालाई। यो चाहिँ एमएलआरको फ्यान्टासी कसरी खेल्ने र कसरी लगइन गर्ने भन्ने कुरा हो होइन। यसमा चाहिँ फर्स्टमा यो वेबसाइटमा जाने, अनि त्यसपछि गेट स्टार्टेड गर्ने, अनि त्यसपछि आफ्नो युजर नेम चाहिँ राख्दा नि भयो होइन। जस्तो मैले चाहिँ अहिलेलाई डार्क साइड राख्दै, फुल नेममा चाहिँ तपाईँको फेसबुकको नाम हुनुपर्छ, रोजल प्रधान, अनि आफ्नो इमेल र पासवर्ड चाहिँ नबिर्सिनु होला। अनि त्यसपछि चाहिँ क्रिएट एकाउन्ट गर्ने, अनि क्रिएट एकाउन्ट गरिसकेपछि चाहिँ लगइन गर्ने। लगइन गरिसकेपछि चाहिँ तपाईँको यसरी टिमहरू देखाउँछ। यो टिम नहुने होला, तर तपाईँले यस्तो गरेर एडिट टिम गर्न सक्नुहुन्छ। यो गरिसकेपछि चाहिँ तपाईँको के हुनुपर्छ भन्दाखेरि चाहिँ तपाईँसँग एउटा फरवर्ड, एउटा मिड, एउटा डिफेन्स र एउटा गोलकिपर हुनुपर्छ। र बेन्चमा पनि तपाईँको एउटा गोलकिपर र दुईजना अरू जेराक पनि हुन्छ। गोलकिपर भन्नाले तपाईँको एकजना हाम्रो गोलकिपर स्ल्यास डिफेन्ड भन्ने हुन्छ, सो त्यो चुज गर्नुपर्ने हुन्छ। तपाईँसँग ट्रिपल क्याप्टेनी छ, तपाईँसँग बेन्च पुस्ट नि हुनसक्छ। जस्तो मेरो बेन्चमा पनि एकजना गोलकिपर छ, दुईजना जसलाई राख्दा पनि मिल्छ हामीले। अनि त्यसपछि अर्को कुरा भन्नुपर्दा तपाईँले ट्रान्सफर गर्दाखेरि चाहिँ एभ्री विकमा एउटा मात्रै ट्रान्सफर गर्नु पाउनुहुन्छ। जस्तो मैले यहाँ ट्रान्सफर गरेर अब कसलाई ट्रान्सफर आउट, यो गरेर जस्तो गरेर मैले कुनै चुज गर्नु पाउँछु। जस्तो मैले अहिलेको लागि डिफेन्समा यसरी राखिदिएँ भने तपाईँको यसरी डिफेन्स हुन्छ। अर्को भनेको क्विक स्वाइप मोड भनेको चाहिँ तपाईँको कुनै बेन्चको प्लेयर लिएर आउनु छ भने चाहिँ क्विक स्वाइप मोड अन गरेर होइन, जस्तो मैले यहाँ ट्याप गरेँ भने यसरी स्वाइप गर्नु मिल्यो। स्वाइप गरिसकेपछि तपाईँले चाहिँ बस सेभ टिम गरिदिनु पऱ्यो। यस्तो गरेपछि तपाईँको टिम चाहिँ रेडी हुन्छ। तपाईँले यहाँबाट छान्न सक्नुहुन्छ। तपाईँसँग